हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। साथीहरु, आज चाहिँ म कहाँ जान लागेको छु भन्दाखेरि कसलाई भेट्न जाँदैछु भन्दाखेरि त्यो थाहा पाउनको लागि चाहिँ तपाईहरुले मेरो फुल भिडियो हेर्नु होला, अन्तिमसम्म हेर्नु होला भिडियोलाई। अनि म चाहिँ जाँदैछु, म चाहिँ फेरि यो बाटोमा आइसके गाइज। अनि यहाँ चाहिँ यो बाटो यहाँनेर जहिले नि पानी आयो भने यो बाटोमा पानी यसरी नै यस्तो भाव हुन्छ के, यतिकै भाव हुन्छ। म चाहिँ जाँदैछु फाइनली, आज धेरै पछि कोही मान्छेलाई भेट्न जाँदैछु। अनि कसलाई भेट्न जाँदैछु भनेर थाहा पाउनको लागि तपाईहरुले चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला गाइज। हेर्नु न कस्तो यो धानबारीहरु पुरै मार्सिदानको हाम्रोतिर सल्लो पाउँछ है, यो सल्लो गुरुको यहाँनिर छ, यही नजिकै छ, रोड नजिकै। अनि ट्याक्क पारेर यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ है यहाँको। म चाहिँ एक्लै जाँदैछु, म कहाँ जाँदैछु, कतिखेर म पुग्छु त्यो ठाउँमा, म कसलाई भेट्न जाँदैछु भन्दाखेरि भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ सबैले। यतातिर कतै मकै लगाएर रहेछन्, कतै धान रहेछ। अब चाहिँ यतातिर घाँस काट्ने सिजन नै आउँदैछ, घाँस पनि अलिअलि पला रहेछ। अनि धान काट्ने सिजन नै आउँछ, मार्सी चामल के अरे मार्सीको यो धान काट्ने सिजन नै आउँछ। हेर्नु न कति दामी छ, पारी बाटो आरी बाटो, बिचमा खेतबारी। एयरपोर्ट चाहिँ त्यहाँनिर छ है, त्यहाँ नजिकै छ एयरपोर्ट। अनि यहाँबाट चाहिँ हाम्रो गाउँबाट चाहिँ धेरै लाग्दैन एयरपोर्ट जानलाई, बजार पनि धेरै टाढा छैन। अनि धेरै टाढा त छैन है हाम्रो गाउँबाट बजार जानलाई, नजिकै छ, हिँडेर पुगिन्छ, हिँडेर चाहिँ पुगिन्छ। हामी चाहिँ गाईहरू यहाँ चराउनलाई यता आउँथ्यो क्या, म पहिलातिर यतातिर आउँथेँ, कति धेरै ल्याउँथे गाउँको। अनि म नि चराउन आउँथेँ क्या यतातिर। अनि आयो यहाँ मान्छेहरू हिँडिरह हुन्थे, मान्छे हेर्दै गाई गोरु हेर्दै बस्यो, रमाइलो हुन्थ्यो। पारी त्यहाँ त कति स्याउ कस्तो फल्यो रहेछ यार, स्याउ ओखटन्नै रहेछन् त्यो पारी साइडतिर। हाम्रो यहाँनिर एउटा घट्टा छ क्या, यहाँ आजभोलि फेरि नयाँ बनाएर रहेछन्, यहाँनिर घट्टा हो के, हाम्रो घट्टा हो। यहीँनेरै खोला छ, त्यहीँनेरै बाटो छ। पहिला त त्यो पुरै माथि त्यो बाटोतिर पानी गएर कस्तो बेहाल भयो हुन्थ्यो मान्छेले हिँड्नलाई। यो पानी अहिले साल यत्तिकै बढ्या रहेछ, अब भदौबाट अलिअलि कम हुँदै जान्छ पानी चाहिँ। अहिले साल त्यति धेरै बढेको चाहिँ रहेन रहेछ। पुग्न लागिसकेँ। यो चाहिँ हाम्रो तिला नदी हो, यो चाहिँ मिसी तल कता कता गएर मिसिएर कर्णाली नदीमा मिसिन्छ यो खोला चाहिँ। अनि यहीँ तल चाहिँ दुईवटा छ क्या, दुईवटा यस्तै खोला छ, यो मिसिएर जान्छ यहीँ तल। गाइज हेर्नु है, यहाँ पुरै यहाँ बालुवा निकालिरहेको रहेछन्, यहाँनिर खोला यत्तिकै बढ्या रहेछ, मान्छेले यसरी निकाल्छन्। अब चाहिँ म एकछिन पछि भेट्छु है त। म चाहिँ अहिले यो पुलनेर पुग्न लागेँ। अघिको खोला चाहिँ अर्को थियो भने अहिले चाहिँ यो खोला चाहिँ अर्को हो है। यो फाइनली म चाहिँ यहाँ पुगेँ है। यो खोला चाहिँ यो अघि मैले देखाएको खोला चाहिँ अर्को हो, यो चाहिँ अर्को बाटोबाट आएको म, यो खोला चाहिँ अर्को हो। अनि यो दुईटा खोला, एउटा त्यहाँनिर तल अर्को पक्की पुल छ,
त्यहाँनिरबाट आउने खोला र यो खोला र अनि त्यहाँ पक्कै पुल छ त्यहाँनिर मिसिन्छ क्या यो दुईटा खोला। अनि ट्याक्क दुईटा यसको नाम चाहिँ जुवा हो, जुवा नदी, उताको तिला नदी हो, टक्क बगिरहन्छ। म चाहिँ यो माथिको बाटोबाट जान्छु अहिले। तल त्यो चाहिँ मान्छेहरू जलाउने ठाउँ हो, त्यहाँनिर जलाउँछ। अनि त्यहाँ चाहिँ एकदम ठुलो तीर्थ मान्छन् क्या, त्यहाँनिर मन्दिर चाहिँ यहाँबाट देखिन्न। अनि म उताबाट आएको भए देखिन्थ्यो, म चाहिँ अहिले यताबाट आएको थिएँ, त्यो भएर देखिएन गाइज है। म चाहिँ अब यो बाटो नगएर म चाहिँ यताबाट जान्छु। म चाहिँ जाँदैछु है, जाँदैछु कस्तो अर्कै बाटोबाट जाँदैछु म। यो बाटो चाहिँ पहिला म स्कुल जाने बाटो हो यो, यता सर्टकट बाटो। म यहाँ यताबाट नै पुगिन्थ्यो हाम्रो स्कुल जानलाई, अनि छिटो नि हुन्थ्यो। म चाहिँ यो बाटोबाट जान्थेँ पहिलातिर। आज धेरै पछि यो बाटो आइरहेको छु म, कस्तो थकाइ लाग्यो, धेरै पछि आइयो यो बाटो। अहिले चाहिँ हाम्रो गाउँ पनि म यताबाट देखाउँछु है, धेरै टाढा छैन यहाँ पुग्नलाई। म चाहिँ फाइनली यहाँ पुगेँ है, पुगिसकेँ म चाहिँ अघि तल त्यो पुल छ नि त्यहाँबाट आएको हो, यसरी घुमेर यहाँ चाहिँ बल्ल पुगेँ। धानहरू पसाएको रहेछन् क्या। अब एयरपोर्ट पनि आउन लागिसक्यो, एयरपोर्ट पनि नजिकै छ हाम्रो गाउँबाट त। म एकछिनमा एयरपोर्टको भ्यू नि देखाउँछु है, माथि दामी एउटा ठाउँबाट यस्तो दामी देखिन्छ, त्यहाँबाट देखाउँछु म। हाया फाइनली गाइज उहाँलाई हो भेट्न आएको म। हेलो गरिदिनु त, हेलो। ल गाइज हामी चाहिँ कहाँ पुगिसक्यौँ भन्दाखेरि, ल हेर्नु है, हामी यहाँ एयरपोर्टभन्दा अलि यतातिर यो घुम्ने ठाउँ छ त्यहाँनिर पुगिसक्यौँ हामी। यस्तो यो माथि दानेश्वरी रोपेका छन्, एयरपोर्ट त्यहाँनिर छ, यहाँ पुरै बस्तीहरू छ गाउँ। अनि त्यहाँबाट देखिनु रहन्छ है। फाइनली हामी चाहिँ पुगिसक्यौँ। दिदी बहिनी सिँढी चढ्दैछौँ, गाह्रो छ।
ल्याएको छौँ है, 2 जना मात्रै हो। अनि त्यो भएर धेरै ल्याएनौँ हामीले। यहाँ घरको काँक्रो नि ल्याएर आएका थियौँ हामीले। टक्कबारे यति खाने हो, 2 जनालाई फुल्ली हुन्छ है। अरू के खानु, बजारतिर हामी गएनौँ, यहीँ नजिकै आएको छौँ। अनि यही भयो हुन्छ भनेर हामीले यति खानेकुरा ल्याएर आयौँ। अब चाहिँ हामी खान्छौँ है त। ल चाहिँ यो खाने एज अ एक्सट्रिम पनि अहिले हामीले ल्याएर आएको है। यहाँ केक नि छ है, झिङ्ग लागेको छ यार। यो हाम्रो यो सानो मिनी केक थियो, अनि हामी खानलाई ल्याएको थियौँ। अघि आधा त्यो उसमै छुट्याएको थियो, बिर्सिहालेछौँ के देखाउनलाई। अब चाहिँ हामी खान्छौँ ल। अब चाहिँ एकछिनमा खाएर हामी चाहिँ निस्किन्छौँ यहाँबाट। अब यहाँ मोबाइलमा चार्ज पनि छैन, यहाँ